आज चाहिँ म चाहिँ मेरो नानीको बर्थडे थियो र म यहाँ गुम्बामा आएको थिएँ। नानीको पूजा गर्नु, ठुलो नानीको बर्थडे हो। अनि पूजा गर्न आएको थिएँ र उसको चाहिँ म हरेक साल यो गुम्बामा आउँछु नि त। त्यही भएर चाहिँ म एभ्री बर्थडेमा एभ्री इयर चाहिँ उसलाई बर्थडेमा चाहिँ ल्याउँछु। बर्थडे बोय हेलो भन्दा बहिनी हेलो भन। हेलो भन्दै बहिनी हेलो। लादाक गुम्बा भन्छ। यो चाहिँ हस्टेल। रोड यहाँ छ। गुम्बा जाने बाटो यहाँ हो, सानो गुम्बा। हामी यहाँ काली गुम्बा भनेर चिन्छौँ। घुम्नु कहीँ माथि गोल्डन खालको माथि यता माथि जाने हामी चाहिँ। तिमीलाई पनि यही हस्टेल हालिदिउँ भने ऊ पर हेर लामाहरू सानो सानो भाइहरू देख्यौ? उनीहरू यही हस्टेल, यो हस्टेल है। तिमीलाई पनि अब यहीँ हाल्नुपर्ने छ। के को तिमी पढ्नु अल्छी मान्दैछौ आजकल? आज गर्ने नि यो हस्टेल हो नि, याद गरिराख्नु। दादालाई पनि भनिराख्नु यहाँ हालिदिन्छु म दुईजनालाई। मलाई तङ गऱ्यो, पापालाई तङ गऱ्यो भनेको मानेन भने चाहिँ त्यहाँ हालिदिने हो होइन गाइस। नानीहरूलाई तेरो नाम त हस्टेल हालिदिनु पऱ्यो नि होइन? साथीले म हस्टेल हालिदिनुहोस् भने चाहिँ राम्रो छ। यहाँनिर हामी चाहिँ यहाँनिर छौँ 3-4 जनै। बनाएको रहेछ ओरिजिनल सिङ हो। यहाँ चाहिँ ओरिजिनल रहेछ यो सिङ राखेको। कस्तो राम्रो छ यहाँ चाहिँ। उल्टा घुम्दैछ क्या? घुमो घुमो यो माने रहेछ। खै तिमीलाई रहेछ नो क्यामेरा त्यो भनेको मात्रै नि। त्यहाँ बदमास गर्छै गर्दैन भनेर क्यामेरा हुन्छ नि। यहाँ पनि रहेछ ऊ एउटा घुमाइहाल्ला। त्यो पनि विस गर्नुपर्छ अनि चाहिँ घुम्नुपर्छ। सानो भाइहरू यहाँ रहेछ, मङ्कहरू। मङ्क हाम्रो नानीलाई पनि यता हाल्नुपर्छ। अब यहाँ लोटस, वा हेर्नुहोस् औ लोटस फुल्नु आँटेको रहेछ है। हेर्नुहोस् है तपाईँले पनि। मैले यहाँ नयाँ क्या दामी यो त देखेको थिइनँ है मैले। पर थिएन नि। ल एकताल हेरौँ न कस्तो दामी फुल्नु आँटेछ। मैले एकताल उसमा देखेको थिएँ हो। कहाँ हुनु त यो लोटस? हेर्नुहोस् है। प्राइभेट लोटस त्यो फेसबुकतिर देखाउँछ नि। फिस पनि रहेछ खै। फिस पनि रहेछ। फुल्नु आँटेछ। यसरी बाहिर राम्रो हुँदो रहेछ त्यो त है।
दाजु घुमाइसक्यो तिमीकै ढिलो हुन्छ अब जाने अब हामी स्कुल जानुपर्छ भुइँमा हेरेर हिँड न त्यो त बजाउनु हुँदैन होला नि कस्तो राम्रो देखेको यहाँ यहाँ त अनि साङ लागेछ टुप्पोबाट निस्किँदा त यति बेला चाहिँ फुल हुँदैन अन्त एउटा ग्ल्याडिस रहेछ यो चाहिँ पुरानो घर अरे कि यहाँ लमिनीहरूको घर अरे उहिलेको यो चाहिँ पुरा सपोर्ट भत्किनु दिएको छ यहीँ अल्पेको के भनेर यसको कहानी पुरा छ अब त्यति याद छैन मलाई यो चाहिँ पुरा सपोर्ट दिइरहेको छ भत्किनु दिएको छैन यो घर चाहिँ हो घरमा कहानी छ भनेर चाहिँ भत्किनु दिएको छैन कस्तो राम्रो छ हेर्नुहोस् है तपाईँहरू पनि कहिले कहिले आउनुहुन्छ भने गान्तोकहरूको आउनुहोस् यो गुम्बा पनि घुम्नुहोस् हेर्नुहोस् त कति रमाइलो छ यहाँनिर चाहिँ यो चाहिँ एउटा उयो पनि है हस्टेल पनि छ नानीहरूको मसिनो को इच्छुक हुनुहुन्छ यहाँ लाउनु सक्नुहुन्छ तपाईँले यो हस्टेल चाहिँ नानीहरू देख्नुहुँदैछ होला मसिनो मसिनो हस्टेल चाहिँ नानीहरूको चाहिँ यहाँ पनि छ